हजुरहरू अहिले हेर्दै हुनुहुन्छ मात्र पूर्णिमा अफिसियल युट्युबमा नेपाली रोचक अनि मोटिभेसन कथाहरूको सङ्गालो पलासका फुलहरू। हिन्दू धर्ममा होलीलाई प्रेम, विजय, सद्भाव र आनन्दको प्रतीकका रूपमा मनाइन्छ। यो पर्व वसन्त ऋतुको आगमनसँगै फागुन महिनाको पूर्णिमाको दिन मनाइन्छ। भारत, नेपाल र अन्य हिन्दू समुदायहरूमा होलीको महत्त्व केवल रङहरूमा मात्र सीमित छैन। यसका पछाडि धार्मिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक गाँठाहरू लुकेका छन्। आउनुहोस् साथी, यसै सम्बन्धी एउटा कथा सुनौँ है त। नमस्ते अनि अभिवादन, म पूर्णिमा बैजाली। मेरो च्यानल पूर्णिमा अफिसियलमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। साथी, सदा चाहिँ आजको भिडियोमा पनि एउटा नयाँ कथा लिएर आइसकेकी छु। साथी, आजको कथा एउटा सत्य घटनामा आधारित छ। कथा पुरा सुन्नुहोला। हुन्छ साथी, कथा सुरु गरौँ है त। प्राचीन कालमा हिरण्यकश्यप नामक एक दानवराज थियो। ऊ अति शक्तिशाली थियो र भगवान विष्णुको कट्टर विरोधी थियो। आफ्नो कठोर तपस्याबाट ब्रह्माबाट वरदान प्राप्त गरेपछि उसले घोषणा गर्यो कि अब अमर भएको छु। म अब न कुनै मानवद्वारा मर्नेछु, न कुनै पशुद्वारा, न दिनमा न रातमा, न घरभित्र न घर बाहिर, न कुनै अस्त्रले न कुनै शस्त्रले। यस वरदानले ऊ झनै अहङ्कारी बन्यो र उसले आफ्नो राज्यभर कसैले पनि र कुनै भगवानको पनि नाम लिन बन्देज लगाइदियो। तर उसको आफ्नै पुत्र प्रह्लाद भगवान विष्णुको अन्य भक्त थियो। बाल्यकालदेखि नै प्रह्लादले भक्ति, सत्य र धर्मको बाटो रोज्यो। बाबुको आदेश विपरीत ऊ सधैँ विष्णुको नाम लिने गर्थ्यो। हिरण्यकश्यपका अनेक तरिकाले प्रह्लादलाई भगवानको भक्ति त्याग्न बाध्य पार्न खोज्यो, तर ऊ टटमस भएन। जब हिरण्यकश्यपका सबै उपायहरू असफल भए, तब उसले आफ्नो बहिनी होलिकालाई बोलायो। होलिका आगोमा नजल्ने वरदान प्राप्त थिए। योजना बनाइयो कि होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्छे, जसले गर्दा प्रह्लाद जल्नेछ तर होलिकालाई केही हुने छैन। राज्यभर घोषणा गरियो कि अब हिरण्यकश्यपको विजय निश्चित भइसकेको छ। ठुलो चिता तयार गरियो। होलिका अग्निमा बसिन् र उनले प्रह्लादलाई काखमा राखिन्, तर भगवान विष्णुको कृपाले चमत्कार भयो। होलिका वरदानको घमण्डले जल्न थालिन्, तर प्रह्लादलाई केही भएन, उनी सुरक्षित रहे। होलिका अग्निमा भस्म भइन्। यसरी असत्य र अहङ्कारमाथि सत्यको विजय भयो। त्यसै दिनदेखि प्रत्येक वर्ष होलिका दहन गरिन्छ। यसलाई असत्य र अन्यायको अन्त्यको रूपमा लिइन्छ। यो दिन समाजका लागि पुरानो रिस र दुश्मनी मेटाउने, अहङ्कार त्याग्ने र आपसमा प्रेम बढाउने चाडमा लिन थालियो। समय बित्दै गयो। हिरण्यकश्यप अझै पनि आफ्नो पापपूर्ण मार्गबाट फर्किन सकेको थिएन। एक दिन उसले प्रह्लादलाई सोध्यो, यदि तेरो भगवान विष्णु साँच्चै सर्वव्यापी छ भने के ऊ यस खम्बामा पनि छ होला त? प्रह्लादले उत्तर दिए, हो, भगवान सबै ठाउँमा हुनुहुन्छ। क्रोधित भएर हिरण्यकश्यपले खम्बामा प्रहार गर्यो। खम्बा चिरियो। त्यहाँबाट भगवान विष्णु नरसिंह अवतारमा प्रकट भए। साँझको बेला भगवान नरसिंहले हिरण्यकश्यपलाई महलको चौतारो अर्थात् न घरभित्र न बाहिर आफ्ना अङ्गहरूले अर्थात् न अस्त्र न शस्त्रद्वारा मारे। यसरी हिरण्यकश्यपको अहङ्कारको अन्त्य भयो र सत्यको विजय भयो। होली केवल हिरण्यकश्यप र प्रह्लादको कथा मात्र होइन, यस पर्वलाई प्रेमको उत्सवका रूपमा पनि मनाइन्छ, जसको अर्को पौराणिक कथा भगवान श्री कृष्णसँग जोडिएको छ। कृष्ण बाल्यकालमा यमुनाको विषाक्त पानीका कारण निलो वर्णका थिए। उनलाई डर थियो कि राधा र अन्य गोपिनीहरूले उनलाई मन पराउँदैनन्। उनले आमासँग सोधे, आमा, मेरो वर्ण यस्तो निलो छ, के राधाले मलाई माया गर्छिन्? यसमा यशोदाले हाँस्दै उत्तर दिइन्, किन डराउँछस्? तैँले राधालाई आफ्नो मनपर्ने रङ लगाइदिए। कृष्णले ठट्टैमा राधालाई रङ लगाए र राधाले प्रेमपूर्वक उनलाई स्वीकार गरिन्। यही घटनाको सम्झनामा वृन्दावन, मथुरा र बर्सानामा विशेष रूपमा होली खेलिन्छ। साथी, अझ बर्सानाको लठमार होली झन् रोचक छ। यहाँ महिलाहरूले पुरुषलाई लट्ठीले हान्छन् र पुरुषहरूले बस्ने प्रयास गर्दै महिलाहरूलाई रङ लगाउँछन्। यस परम्पराले कृष्ण र गोपिनीहरूको लट्ठालाई सम्झाउँछ।
होली केवल धार्मिक पर्व मात्र होइन, यसले समाजमा मेलमिलाप ल्याउने काम गर्छ। होलीमा विभिन्न जाति, वर्ग र समुदायका मानिसहरूले एकसाथ भेला भएर रङ लगाउने गर्छन्। यसरी होली केवल एउटा पर्वको रूपमा मात्र नभएर यो सत्यको विजय, प्रेम र आनन्दको प्रतीक पनि मानिन्छ। होलिका दहन असत्यको अन्त्यको प्रतीक हो भने रङहरूको होली प्रेम र एकताको उत्सव हो। हस्त साथी, आजको कथालाई म यही टुङ्ग्याउन चाहन्छु। हजुरहरूलाई आजको कथा कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ। अर्को भिडियोमा म फेरि अर्को नयाँ कथा लिएर आउने बाचा गर्दै आजको लागि छुट्टिन चाहन्छु। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्ते अनि शुभरात्रि।